सर कस्तो भयो त रमाइलो भयो फेरि फेरि पनि आउँछ साँच्चै हामी कतिमा थियौँ 1800 है 1800 गयो भने त्यसो बुवा आमा यो सोफियाले त मलाई फोन गरेर दिक्क पारिसक्यो भने के चाहिँ गर्ने होला के गर्छस् त कान्छा के गर्छ अब त्यो केटीले मात्रै मरिहत्ते गरेर केही नहुँदो रहेछ त्यसको बाउ चाहिँ त्यस्तो अधर्मी कुलङ्गार छ अब त्यसताकी छोरीसँग तेरो बिहे गराइदिएर यो घर कसरी भित्राउ ल त आफै भन् त त्यही भनेर त मैले पनि कुरो टुङ्गाइदिइसकेको हो यसरी फोन गरे गर्छ कति दिनसम्म फोन नउठाउनु मैले त्यो के जाति फोनै नआउने बनाइदिए नि त कान्छा फोनै नआउने त कसरी बनाउनु आमा त्यत्रो पढ्या छस् जाब त्यो एउटा त्यो के हो त्यो फोनै नआउने बनाउन सक्दैनस् कुरो त्यस्तो होइन के आमा कस्तो हो त कुरो अझै त्यो केटीलाई बिर्सिन सक्दैनस् भने तँलाई बिहा गर्न मन छ भने भन् अब ऋण गरेर भए पनि जे गरेर भए पनि त्यसको बाउले भनेको जस्तै गरी हामीले बिहा गरिदिन्छौँ भनेर भनेकै छौँ होइन भने के हो त्यस्तो अब मनमा एउटा कुरो मुखमा अर्को कुरो छै क्या तेरो अझै त्यस्तो होइन के आमा फेरि फोन आइसक्यो मर्नै लागि नसा चाहिँ मर्न